Hello everyone, good morning, welcome back to my YouTube channel. Hope you guys are fine. हामी चाहिँ नारिता आइसक्यो अनि बोर्डिङ पास पनि लिइसक्यो। अब इमिग्रेसन पास भएर भित्र जाने तयारी चल्दैछ। कस्तो भइरहेको तिमीलाई? जाडो एक्साइटेड। अरु सब ठीक छ। लेट्स सी हेरौँ कस्तो हुन्छ। हामी त्यस्तो धेरै प्रिपरेसन गरेनौँ, हामीसँग लगेज नि छैन, यति हेन क्यारी मात्र हो है। अघिल्लो पालि सिङ्गापुर जाँदा लगेज सकेको थियो नि त, त्यही भएर यसपालि चाहिँ सेल्फ आफै हान्देर ड्याङडुङ हिँडिदिएको। यो पालि चाहिँ वी आर गोइङ टु फिलिपिन। लेट्स सी हेरौँ कस्तो हुन्छ। गाइज फाइनल्ली बोर्डिङ पास गरेर हामी चाहिँ इमिग्रेसन पास भएर नि भित्र आइसक्यो। के हो यार, घुम्न जान्छु भने टक्क पिम्पल आइरहन्छ नि त दुइटा यार टक्क। चाहिँ भित्र आइसक्यो। अब टाइम छ अलिकति, अनि हल्का केही ब्रेकफास्ट गर्नु पर्यो। बिहान अर्ली मर्निङ भएकाले यस्तो अलि जिकज्याक भइराख्यो, राम्रोसँग निद्रा नि लाएन। घुम्न जाने भनेपछि पुरै एक्साइटेड भएर निद्रा नलाएर होइन। तिमी त रातभरि उठे थियो है। अब हेरौँ, जोस् यसपालिको टुर पनि खतरा हुनेवाला छ। कस्तो लागिरहेको त नि मसित घुम्न हो। तिमी कति भाग्यमानी हैछौ नि। मसित ट्याक्क बिहा हुँदा बित्तिकै पुरै इन्टरनेसनल फ्लाइट हानै छौ। पुरै 1 वर्ष हुन पाएन। सनबाथ ल्याएको क्या तिमी? Hey, what's up? हामी चाहिँ बुढाबुढी टक्क अब प्लेनमा चढ्न जाँदैछौँ। कस्तो भइरहेको त? एक्साइटिङ। हामी जाने चाहिँ यही हो, तर योपालि चाहिँ बिचको सिट छैन कि। अघिल्लो पालि चाहिँ ऊ थियो नि त, काउन्टरबाट ल्याएको नि त। यो पालि चाहिँ सेल्फ बोर्डिङ पास गरेको नि त, त्यही भएर बिचको सिट परेछ। मान्छे धेरै भने रिक्वेस्ट गरेर विन्डोमा बस्नु पर्ला भन्ने सोचिरहेको छु। आयो है गोर्खे आयो है। चाहिँ प्लेनमा बसिसक्यो। अब चाहिँ एकछिनमा टेकअप हुन्छ। यो पालि पनि हामी ट्याक्क विन्डो सिटमै छौँ। बिचको सिट रहेनछ, विन्डो सिट रहेछ। सानो रहेछ, त्यस्तो ठुलो छैन। गाइजहरू सबै ठिक थियो होइन, तर एउटा इन्सिडेन्ट भयो क्या। मात्रै चोल्दै यहाँ मजा बोलेछ। किनार बना खाना छैन यार, कसम यार। मेरो अगाडि कहाँ पिलेको जस्तो लाग्छ, साला देख्दै गुन्डा जस्तो भयो। के भन्दाखेरि बच्काइदिएर नाकसाक भाँदिने क्या नि डरै लास्दै गनाएर किनार उडाएपछि म भनिदिउँ कि जस्तो लागिरहेको मलाई।
गेम खेलाइरहेको थिएँ कि अनि त्यो गेममा चाहिँ के सोचिरहेको थिएँ भन्दा आफ्नो त्यो सिटको अगाडि अथवा आफूसँग भएको त्यो कलरहरू कसले देखाउन सक्ने भन्ने टाइपको थियो कि होइन अनि एउटा पासपोर्ट पनि थियो कि एउटा चाहिँ ब्लू कलर एउटा येल्लो कलर अनि आफ्नो साथमा पासपोर्ट छ कि छैन भनेर भनिरहेको थिएँ कि अनि उसले फेरि ठ्याक्क त्यहाँ देखेर अनि येल्लो कलरको देखाइदिएछ होइन अनि के अरे ब्लू कलरको भन्दा त यो पानीको बोतल छ नि त यो देखाइदियो पानी किनिरहेको थिएँ मैले बोतल अनि पासपोर्ट थिएन दुइटा जितेको त हामीले एउटा पाइयो नि त सानो यो एयरलाइन्सको एउटा पाउच टाइपको पेनहरू जस्तो राख्ने फाइनल्ली हामी चाहिँ होटेल आइसक्यो अनि ट्याक्सीमा आएको ट्याक्सी ग्र्याब भन्ने एपबाट ट्याक्सी बुक गरेर आएको नि त अनि सरासर आउने बेलामा कस्तो गाडीमा आएको कस्तो अर्कै फिल भयो कि त्यही भएर तलबाट भिडियो नगरेर सिधै रुममा आइसकेँ म अब चाहिँ हामी रुममा आएर एकछिन पल्टेर निदाइ चाहिँ रेस्ट गर्छौँ एकछिन हल्का बाहिर खाना खान जान जहाँ छ अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँला बाई बाई गाइज